दुई खेलमा 2 गोल अनि टिमको सुरुवाती दुवै खेलमा जित। फरवार्ड धीरेन्द्र बहादुर शाहका लागि सिजनको सुरुवात उत्कृष्ट रह्यो। गत सिजन बी डिभिजनमा खटुवा भएको सरस्वती क्लबले यसै सिजन शीर्ष डिभिजन फर्कने लक्ष्य साथ उनलाई अनुबन्ध गरेको थियो। खेलाडी र क्लबले राम्रो सुरुवात पनि गरे, तर सहभागी अन्य क्लब र एन्फाकै बदनियतपूर्वक निर्णयले क्लबले अप्रत्याशित समयको सामना गर्नु पर्यो। नयाँ बस्ती युवा क्लब विरुद्ध 1-0 को जितमा गोल गरेपछि धीरेन्द्र विरुद्ध एन्फामा प्रोटेस्ट पर्यो। एन्फाले एकपक्षीय रूपमा धीरेन्द्रलाई निलम्बन गर्दै सरस्वतीको उक्त जितलाई पनि 3-0 को हार बनायो। सरस्वती यसको विरुद्धमा लगातार बोलिरह्यो। खेलाडी दर्ता गर्ने एकमात्र प्रणाली फिफा कनेक्टमा धीरेन्द्र अन्य कतै दर्ता थिएनन्। टुसालले दाबी गरेको सम्झौता 3 वर्ष अघिको थियो र अवैध रहेको सरस्वतीको भनाइ थियो। यहाँसम्म कि एन्फा आफैले सरस्वतीलाई कारबाही गरेको निर्णय सार्वजनिक गरेन। बाध्य भएर सरस्वती आफैले आफूलाई कारबाही गरेको निर्णय पत्रकार सम्मेलन मार्फत जानकारी दियो र आफू विरुद्ध भएको अन्याय बाहिर ल्यायो। क्लबले अपिल समितिमा उजुरी गर्यो र खेलाडी धीरेन्द्रले आफ्नो श्रम गर्ने अधिकार खोसिएको भन्दै अदालतसम्म पुगे, तर न्याय कतैबाट पाइएन। अदालतले त एन्फाको अपिल समितिबाट सही निर्णय हुन्छ भन्ने विश्वासका साथ मुद्दालाई अघि पनि बढाएन, तर निर्णय विलम्ब भइरह्यो। एन्फाको साधारण सभामा फिफा र एएफसी का प्रतिनिधि समक्ष यो समस्या राखेपछि एन्फा दबावमा पर्यो। प्रतियोगिता र अनुशासन समितिलाई समेत एन्फाको नेतृत्वले प्रभावमा पारेर आफ्नो क्लब विरुद्ध निर्णय गरेको सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी बताउँछन्। मलाई लाग्छ भण्डारीका अनुसार क्लबको त्यो जित र खेलाडीको निलम्बन फुकुवा भए पनि क्षतिपूर्तिका लागि क्लबले अझै पहल गर्नेछ। दबाबको त कुरै नगर्नुहोस्, हेर्नुहोस् हामीलाई सहयोग गर्नेहरूको सहयोगीहरूले यो डिभिजनमा लाने भनेर पहिला कुरा गर्ने, अहिले रेलिगेसनको लास्टमा नाम हुने। पुनरागमन पनि गरे। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको वीरगञ्ज विरुद्ध धीरेन्द्रले मैदान छिरेको केही बेरमै गोल गरे। क्लबले 3-0 को जित निकाल्यो र लामो समयपछि अङ्क तालिकाको माथिल्लो भागमा पनि उक्लियो। धीरेन्द्रले मैदान फर्कन पाउँदा निकै खुसी लागेको बताए। अब 9 गेम पछि खेल्न पाउँदा खुसी नै भएको थिएँ। अब कोचले खेलाउनु भयो, त्यसमा खुसी लाग्यो अनि भित्र गएर आफूले कमब्याक गर्न पाएँ, धेरै खुसी छु। आफू निलम्बनमा पर्दा एन्फाले कुनै समय पनि उनको अवस्थाबारे बुझ्न चाहेन। धीरेन्द्र आफ्नो लागि लड्ने क्लब र अध्यक्ष भण्डारीप्रति भने नतमस्तक रहे। होइन, क्लबले चाहिँ मेरो लागि गर्नु गरेको सबै गरेको मेरो लागि सबै धाइसकेको हो। उत्तम सरलाई पनि धन्यवाद दिन चाहन्छु। अहिले कमब्याक भए एन्फाबाट भन्दा पनि सरले गर्नुभयो जे गर्नुभयो। एन्फाबाट अब सपोर्ट भइदिएको भए त म यत्रो किन बाहिर बस्थेँ होला। अन्य क्लबको बदनियत र एन्फाको एकपक्षीय निर्णयका कारण धीरेन्द्रले